नमस्ते सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आज मैले राँगाको मासु बनाउँदैछु। राँगाको मासुलाई मैले बोइल गरेर राम्रोसँग वास गरेर अनि बोइल गरेर राखेको छु, किनकि राँगाको मासु पकाउने बेला जहिले पनि बोइल गर्नुपर्छ। त्यसपछि मैले यहाँ प्याज अनि हरियो खुर्सानीलाई चप गरेर राखेँ अनि टमाटर पनि चप गरेको छु। त्यसपछि मैले यहाँ अदुवा लसुन र अनि यो इलाइचीलाई सुकमेल र ल्वाङलाई पनि पिसेर राखेको छु। राँगाको मासुमा सुकमेल र ल्वाङ अनिवार्य जरुरी हुन्छ। त्यसपछि मैले यहाँ कुकरमा तेल हिट गरिसकेँ अनि मेथी अनि त्यसपछि धनियाँ जिरा र ज्वानोलाई राखिदिएँ। मैले जहिले पनि राँगाको मासु बनाउँदाखेरि कुकरमा पकाउँछु। कुकरमा एक सिटी लगाउनै पर्छ र त्यसपछि मैले यहाँ तेजपत्ता राखिदिएँ। तेजपत्ता अनिवार्य राख्नुपर्छ यसमा। मैले यहाँ प्याज राखिसकेपछि त्यसरी प्याजलाई रातो गरेर पकाएँ अनि त्यसपछि मैले राखेँ लसुन अनि ल्वाङ सुकमेलहरूलाई प्रयोग गरेर राखिदिएँ अनि त्यसपछि राखेँ मैले टमाटर राख्दैछु। टमाटरलाई मैले चप गरेर पहिला राखेको थिएँ। यहाँ मैले गरम मसला राखेँ अनि त्यसपछि स्वादअनुसारको नुन अनि बेसार राख्छु अनि त्यसपछि मैले लास्टमा टमाटर राखिदिन्छु हल्का चलाएर। मसलालाई बेसरी पकाउनुपर्छ टमाटर राखिसकेपछि। त्यसपछि फेरि मैले मासु राख्छु अनि यसरी मैले टमाटरलाई मैले ढाकेर पकाउँछु। ढाकेर कुकरमा ढक्कन लगाइदिने अनि त्यो आफै पाक्छ। पाकिसकेपछि टमाटरलाई फेरि हल्का पेस्ट गर्ने। यसरी पाकिसकेपछि कस्तो राम्रो भएर पेस्ट भएको छ, टमाटरको प्युरी भएको छ। म यसलाई अब यसपछि फेरि मैले मासु राख्छु। यो राँगाको मासुलाई राखेर राम्रोसँग भुट्छु। राखिसकेपछि राँगाको मासु पकाउने बेलामा हजुरहरू कसरी पकाउनुहुन्छ? आफ्नो तरिकाबाट पाक्छ। मलाई चाहिँ सिम्पल तरिकाहरू मनपर्छ। मासु बनाउने बेलामा जहिले पनि धेरै मसलाहरू म प्रयोग गर्दैन। अलिअलि मसलामा गरम पाउडर गरम मसला मात्रै प्रयोग गर्छु। त्यसपछि मैले यहाँ मासु राखिसकेपछि यसलाई बेसी गरी एक दुई चलाएँ पाक्दै गरेको छ। भुट्दै मैले पकाउँदै गरेको छु अनि हल्का मैले अब सिटी लगाइदिन्छु यसलाई एकछिन। यसलाई यसरी चलाएर पकाउँदै ढाक्दै गरिसकेपछि मैले चाहिँ सिटी लगाएर पकाएको हो। एक सिटी दुई सिटी लगाऊ अनि हेर्नुहोस् न कस्तो भएको छ मैले पकाएको यो राँगाको मासु। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।